सोबतालमा आज यस्तो रमाइलो अनि सोबतालमा आज यस्तो हावाहुरी। हे गाइज वेलकम, फेरि स्वागत छ मेरो नयाँ मिनी ब्लग्समा। आज चाहिँ हामी जाँदैछौँ सोबताल। आज चाहिँ हाम्रो स्कुलले स्टुडेन्ट लिडरहरूसँग चाहिँ पिकनिक राखेको छ। म हिँड्दै आउन लाग्थेँ अनि सरहरूलाई भेटेँ। मेरो घरबाट सोबताल जान 15 मिनट मात्रै लाग्थ्यो। अहिले चाहिँ हामी सोबताल पुगिसकेका छौँ। आउन पाएको छैन, तर यता भने प्याज कटिङ भइरहेको छ, यता पनि चटपटी बनाइरहेका छन्। भाइले चाहिँ मैले आगो बाल्न भनेको थिएँ, तर 15 मिनटसम्म हेर्दा पनि बाल्न सकेका छैनन्। यता भने हाम्रो चटपट आइसकेको छ। यता चाहिँ अहिले पानी बोइल हुन लाग्छ। सर चाहिँ यता स्पेशल अचार बनाउनको लागि रेडी गर्दै हुनुहुन्छ। यता भने छुट्टै छ फेरि, खाना कति बेला पाक्छ र खाउँला भनेर अलग्गै बसेका छन्। हामी पनि एकछिन यता फ्रेस हुन घुम्दैछौँ। सर भने यता डिपमा गएर डान्स गर्दै हुनुहुन्छ। सर के गर्दै हुनुहुन्छ भनेर हेर्न आएको त यता आफ्नै काममा बिजी हुनुहुँदो रहेछ। भनिन्छ नि जसले मौरीको छत्ता काट्छ उसैले नै हात चाट्छ भने चाहिँ सर हात चाट्नमा बिजी हुनुहुन्छ। सायद अचार बनाएको खुसियालीमा होला सर भने रमाइलो तरिकाले डान्स गर्दै हुनुहुन्छ। यता चाहिँ हाम्रो भात पनिर अनि सरले बनाएको अचार रेडी हुनाले सबै भाइ बहिनीहरूलाई खाना दियौँ। मैले बनाएको अचार मै दिन्छु भनेर सर चाहिँ आफूले बनाएको अचार दिँदै हुनुहुन्छ। मैले पनि खाना हालेर अब खाना खानलाई रेडी हुन लाग्यो। अभिले अलिक खाना कम भयो र त्यसैले ऊ चाहिँ अलिक स्याड भएको छ। सरहरूलाई के थप खाना चाहिने हो कि भनेर सोध्न गएको त बहिनीहरू मलाई थाउ नहुँदै कराउन थाल्छन्। सोबताल आएर ग्रुप फोटो खिचेन भने के काम सोबतालको। फोटो खिचिसकेपछि हामी चाहिँ यता डान्स गर्न लाग्यो। यता आएर रमाइलो गरेन भने के काम यता आएको। पानी पर्ने जस्तो मात्र भएको थियो अनि त्यसपछि चाहिँ दामी हावाहुरी लाग्यो। पानी परिहाल्छ कि भन्ने डरले हामीहरू चाहिँ सामान प्याक गर्दै भ्यानमा हाल्दै थियौँ। अनि बहिनीहरू भने फटाफट हतारमा भाँडा माझ्दै थिए। जे कुराको हामीलाई डर थियो त्यही भयो, पानी भने परिहाल्यो अनि हामी चाहिँ भ्यानमा बसेर चल्दिएको। बाहिर भने पानी परिरहेको थियो अनि हामी चाहिँ भित्र रमाइलो गरिरहेका थियौँ। तर अभि भने मैले नभएको टिप्स दिँदै थियो अनि मैले भने मिलाउँदै थिएँ। अनि आजको कन्टेन्ट पनि यति नै। अहिलेसम्म हेरिदिएकोमा मनैदेखि माया छ। थ्याङ्क यू फर वाचिङ, किप वाचिङ, बाई।